अनलाइनबाट भनेर हजुरहरूले भनेको थिएँ साथीहरू। यही हो बाँसुरी चाहिँ। म चाहिँ अनबक्सिङ गर्न यो बाँसुरी मगाएको छु साथी। मैले चाहिँ अनलाइनबाट एकदम जीबेसको बाँसुरी मगाएको छु र मेरो बाँसुरी चाहिँ आइसकेको छ साथीहरू। म लिन जाँदैछु, हेर्नु सक्नुहुनेछ। अब कस्तो छ म हजुरहरूले खोलेर एकछिनपछि देखाउने छु। र यो बाँसुरी चाहिँ एकदम धेरै टाढाबाट मगाएको हो। कहाँबाट मगाएँ भनेपछि दोजी धन्यवाद। आगे मेरो जीबीएसको बाँसुरी। बाँसुरी हेर्न सक्नुहुन्छ साथी। तो साथीहरू फाइनली इन्तजारका गरी खतम भइसकेको छ। मैले चाहिँ बाँसुरी मगाएको छु अनलाइनबाट भनेर हजुरहरूले भनेको थिएँ साथीहरू। यही हो बाँसुरी चाहिँ। म चाहिँ अनबक्सिङ गर्न जाँदैछु। हजुरहरूले भिडियो कस्तो लाग्छ साथीहरू सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सिनु होला है साथीहरू। म चाहिँ गाउँले मान्छे हो। म आज यति ह्याप्पी भइरहेको छु स्केलवाला बाँसुरी मगाउनु पाउँदा। हामी चाहिँ बचपनमा साना साना बाँसुरी गोला दाउरा घाँस काट्न जाँदाखेरि बजाएको मान्छे, तर यति बजाउन मिठापन नआउला। तर आज चाहिँ म एकदम ह्याप्पी छु साथीहरू। कस्तो छ बाँसुरी हेरौँ है त। मैले चाहिँ सोचेको पनि थिएन साथीहरू मेरो पास यस्ता बाँसुरी पनि आउनन् कहिले जिन्दगीमा भनेर होइन। अब हजुरहरूलाई मैले मेहनत गर्ने धेरै बाँकी छ, अझै धेरै मेहनत गरेर साथीहरू हजुरहरू सामु एकदम मिठासपनमा होइन धुन सुन्न सक्नुहुनेछ। हजुरहरूले मेहनत धेरै गर्नेछु, अझै मैले धेरै मेहनत गरेर हजुरहरूका दिल जित्ने प्रयास गर्नेछु साथीहरू। तर कोसिस जारी छ। मन जित्न सकिला नसकिला साथीहरू, तर कोसिस चाहिँ जरुर गर्नेछु। भर्खर मैले यो बाँसुरी पनि मगाएको थिएँ साथीहरू होइन। अब स्केल चाहिँ चेन्ज भयो। मेरो दाइले भने अब चाहिँ ठुलो स्केलमा प्रयास गर भाइ भनेर भनेपछि मैले फेरि आयो। मैले यो बाँसुरी मगाएको छु साथीहरू। वाह 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 जिन्दगी साथीहरू, जिन्दगीमा इन्जोय गर्नुपर्छ। हजुरले इन्जोय गर्नुहोस् सकेसम्म जति इन्जोय गर्न सकिन्छ होइन। तर वाह 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 भाइ यति लामो बाँसुरी चाहिँ कसरी पुग्ने हो त्यो चाहिँ थाहै छैन। जे पर पर्ला साथीहरू। अब चाहिँ म योले पनि खोल्छु, हजुरहरूलाई यो पनि खोलेर देखाउने छु साथीहरू। एकदम ह्याप्पी फिल त भएको, तर बजाउनु सक्दैन। विचार तराई गरेर हेर्छु साथीहरू। तर पहिला बार जिन्दगीको मेरो पहिला बार हो है साथीहरू। जिन्दगीमा पहिला बार यति लामो बाँसुरी चाहिँ मगाएको छु। त हेर्न सक्नुहुन्छ साथीहरू हजुरहरूले। पहिला चाहिँ हजुरहरूले एड्रेस देखाइदिन्छु है। हजुरहरूले बाँसुरी अर्डर गर्न चाहे यिनी दिएको नम्बरहरू छन्। यो नम्बरमा हजुरहरूले कन्ट्याक्ट गरेर मगाउन सक्नुहुनेछ। धेरैले म लाइभ बस्दाखेरि राहुल सर नम्बर दिनुहोस्, कन्ट्याक्ट नम्बर दिनुहोस्, कहाँ पाइन्छ बाँसुरी भन्नुहुन्छ। यो कन्ट्याक्ट नम्बरमा हजुरले कन्ट्याक्ट गरेर अम्बालाबाट बाँसुरीहरू मगाउन सक्नुहुनेछ। अब चाहिँ म यसले खोलेर देखाउँदैछु साथीहरू है। भिडियो लामो हुनसक्छ, तर सुरुदेखि अन्तिमसम्म हेर्नु होला साथीहरू। धेरै लामो पनि छैन। एकदम एक्साइटेड छु यो कस्तो होला भनेर है साथीहरू। अब हुन त बाँसकै हो होइन, अब कोही सोना त होइन, तर फेरि पनि मेरो लागि नि यो जिन्दगीमा एकदम सोना बराबरै हो साथीहरू। हेर्न सक्नुहुन्छ। अब कस्तो छ भनेपछि ओए होए बन्दुकी बोकेर भनेर के अझ साथीहरू यो बाँसुरी अब हजुरले खोलेर देखाउने छु मैले। कस्तो छ साथी हजुर मेरो जीवन साथी भनेर के अझ म साथ दिनुपर्छ है। सुरुदेखि अन्तिमसम्म भाइरल गराउनुपर्छ तिमी बाँसुरीले। एक फेर बरु चुप्प खायो भने चाहिँ मुखमा उठ्यौँ है। चुप्प त हेर्नु सक्नुहुन्छ साथीहरू। यति जी सोना हो कि हो, सोना हो कि हो। हेर्नु होला साथीहरू, हेर्नुहोस्। मैले पनि हेर्दैछु, हजुरहरूले हेर्नु होला। सर पारेर हेर्नु सक्नुहुन्छ। ओए हो फाइनली साथीहरू यी यो नम्बर पनि हेर्नुहोस् कि यो नम्बर हेर्नु सक्नुहुन्छ हजुरहरूले है। यो नम्बरमा कन्ट्याक्ट गरेर बाँसुरी मगा सक्थ्यो आप लोग भन्ने रे हेर्न सक्नुहुन्छ साथीहरू। अब चाहिँ यसले मैले खोल्छु, खोलेर हल्का बजाएर त सुनाउँछु म हजुरहरूले है साथीहरू। खोलेर बजाएर सुनाउँछु हजुरहरूलाई एकैछिन है। एकैछिन नातिनु होला, गर्मी छ, मेरो पसिना छुटेछ। हजुरहरू पनि अलिअलि पङ्खा चलाएर बस्नु होला। एकछिन चेप कसरी काट्ने हो त यार बाँसुरी र लोकतिला फेरि।
साथीहरू हेर्दै गर्नुहोस् है, एकैछिन नभाग्नु होला है, नजानु होला। हजुरहरूको मोबाइलसम्म म आएको छु भने सबै लाइक र कमेन्ट सेयर गरिदिइ हाल्नुहोस् है। एकैछिन साथीहरू, एकैछिन पुरै हेर्नुहोस्, पुरै एकछिन कति ढिलो भयो यार, एकछिन ल साथीहरू हेर्न सक्नुहुनेछ। ओए होए होए होए, फाइनली बाँसुरी फोटो खिच्दे बाबु, फोटो खिच्दे धडाक पारेर है। अहिले फोटो खिचिदिलास् है साथीहरू। ओहो कस्ती रह्यो यो हात चल्ने। नाम भी लिखा आपका उधर हाथ के पास देखो। हेर्न सक्नुहुन्छ साथीहरू, राहुल रोल्पाली है, नाम पनि लेखा मैले, मेरो पेजको नाम नै राहुल रोल्पाली छ साथीहरू, त्यही भएर नाम पनि लेखाएको छु राहुल रोल्पाली। अंकल जी नाम लिख देना बोला था तो लिख दिया है, बहुत बहुत धन्यवाद कहना चाहता हूँ। जो बाँसुरी भेजा है नाम नहीं पता, वो अंकल जी है, बहुत बहुत धन्यवाद हजुरलाई। बाँसुरी मैले चाहिँ शुक्रबारको मगाएको थिएँ साथीहरू, आज चाहिँ सोमबारको आइपुग्यो। अब हजुरहरूले ढिलो नगरेर बजाएर सुनाउने छु है। पहिला ढोक गर्छु म त यार, ढोक गर्छु है, ढोक गरे। हजुरले मलाई भाइरल गर्नु होला, छिटो बाँसुरी सिक्नु होला, देश विदेश घुम्नु होला। म नघुमे पनि मेरो एकदम हजुर र म घुम्ने छौँ साथसाथी, कहीँ नजानु होला भन्ने रे साथीहरू। अब मैले बजाउनु सुरु गरेँ है। कतिको बच्चा फर्स्ट त मेरो जिन्दगी यो पहिला अभ्यास हो साथीहरू। यदि राम्रो बाँसुरीमा राम्रो भएर भएन, तर यसमा धेरै कुछ गुणहरू लुकेका हुनान्, तर ममा गुण होला नहोला मैले चाहिँ प्रयास गर्नेछु, कोसिस गरेर हजुरहरू सामु असाध्यै बजाएर मिठापन धुनहरू सुनाउने प्रयास गर्नेछु है साथीहरू। अब केही पर्सेन्ट त योले सिकाइसकेको छ, केही पर्सेन्ट यसले सिकाउने छ, बाँकी साना बाँसुरी बजाएर आएको मान्छे हो। हजुरहरूले चिनिरहनु भएको छ, सुनिरहनु भएको छ। ओहो मन त पनि यता जान्छ रे यार। यति नै साथीहरू, आजको भिडियो यति नै भयो। हजुरहरूले भिडियो मनपर्छ भने सबैले लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला भन्दै हस् त सल्युट गर्न चाहन्छु सबैजनालाई, मिठो माया मिठो सम्झना भन्दै हस् त आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्।